हरेक वर्ष 5.5 लाख विद्यार्थीले एसई दिन्छन्। लाखौंले +2 पास गर्छन्, तर तीमध्ये 90% को सपना एउटै हुन्छ, पासपोर्ट बनाउने र देश छोड्ने। जुन देशको शिक्षाले विद्यार्थीलाई आफ्नो देशमा भविष्य देखाउन सक्दैन, के त्यो सफल शिक्षा हो? कि हामीले वर्षौंदेखि एउटा यस्तो मेसिन चलाइरहेका छौं जसले केवल बेरोजगारी सर्टिफिकेट मात्र उत्पादन गरिरहेको छ? स्वागत छ तपाईलाई। आजको भिडियोमा हामी नेपाली शिक्षा प्रणाली फेल हुनुका केही तीता यथार्थहरू डिस्कस गर्नेछौँ। पहिलो कारण, घोकन्ते विद्या। हाम्रो स्कुलले हामीलाई के सोच्ने त सिकाउँछ, तर कसरी सोच्ने सिकाउँदैन। एउटा विद्यार्थीले न्युटनको नियम त कण्ठ गर्छ, तर एउटा प्लग जोड्न सक्दैन। हामीले डिग्री त पायौं, तर स्किल पाएनौं। हाम्रो परीक्षा प्रणालीले दिमागको क्षमता होइन, कण्ठ गर्ने शक्ति मात्र जाँच्छ। दोस्रो, शिक्षामा दुईटा नेपाल। नेपालमा दुई प्रकारका नागरिक जन्मन्छन्। एउटा ती जो महँगो फी तिरेर निजी स्कुलमा पढ्न जान्छन्, अर्को ती जो सरकारी स्कुलको भरोसामा छन्। राज्यले शिक्षामा अरबौं लगानी गर्छ, तर नतिजा शून्य छ। शिक्षा अधिकार होइन, यहाँ व्यापार बनेको छ। गरिबको छोराछोरीले गुणस्तरीय शिक्षा पाउनु आजको एउटा ठूलो सपना मात्रै हो। तेस्रो कारण, राजनीतिको क्यान्सर। नेपालको शिक्षाको सबैभन्दा ठूलो शत्रु राजनीति हो। शिक्षकहरू पढाउनु भन्दा दलको झोला बोक्न व्यस्त छन्। विश्वविद्यालयका उपकुलपतिहरू योग्यताको आधारमा होइन, भागभण्डाको आधारमा नियुक्त हुन्छन्। जहाँ राजनीति छिर्छ त्यहाँ गुणस्तर मर्छ। स्कुल र कलेजहरू ज्ञानका मन्दिर होइनन्, राजनीतिक कार्यकर्ता उत्पादन गर्ने कारखाना बनेका छन्। चौथो कारण, ब्रेन ड्रेन। कक्षा 12 को नतिजा आउनु अघि नै विद्यार्थीहरू आइएलटिएस र पिटिई को तयारीमा हुन्छन्। किनकि नेपालको शिक्षाले रोजगारीको ग्यारेन्टी दिँदैन। सर्टिफिकेट त छ, तर बजारमा बिक्ने सिप छैन। राज्यले युवा निर्यात गरेर रेमिट्यान्स त भित्र्याउँछ, तर दिमाग निर्यात गर्दा देश कति खोक्रो हुन्छ भन्ने कहिल्यै सोच्दैन। साथीहरू, यो समस्याको समाधान के हो त? कि हामी सधैँ यसरी नै फेल भइरहने? होइन। अब हामीलाई यस्तो शिक्षा चाहिन्छ जसले हातमा काम र दिमागमा आत्मविश्वास दियोस्। शिक्षालाई राजनीतिबाट मुक्त गरौँ र पाठ्यक्रमलाई आधुनिक प्रविधिसँग जोडौँ, नत्र हाम्रा विद्यालयहरू केवल विदेशी लेबर बनाउने केन्द्र मात्र बन्नेछन्। साथीहरू, तपाईलाई के लाग्छ? नेपालको शिक्षा प्रणाली सुधार गर्न के परिवर्तनहरू गर्नुपर्छ? आफ्नो विचार कमेन्टमा पक्कै छोड्नु होला। हाम्रो भिडियो मन परेमा भिडियोलाई एक लाइक गरी हाम्रो च्यानललाई सब्स्क्राइब गरी जोडिन नबिल्नु होला। मिल्ने नै छौँ नयाँ टपिकको साथमा। धन्यवाद।